हेलो गाइज म चाहिँ आज ककुनुई बिच जाँदैछु यहाँबाट 8 घन्टा लाग्छ होइन। आज मेरो बिदा थियो कामबाट अनि यस्तो अल्छी लाग्यो। पानी पनि परिरहेछ बाहिर, पानी मिठै परिरहेछ। 2 दिन भइसक्यो पानी ननस्टप परिरहेको। अनि आज ककुनुई बिच गएर यस्तो पानी कति बढेको रहेछ हेरौँ न। मसँग पहिला गएको पनि फोटोहरू छ, त्यो पनि फोटो देखाउँछु होइन। अनि बिफोर र आफ्टर के कस्तो चाहिँ कतिको पानी बढेछ भनेर थाहा हुन्छ नि त। पानी चाहिँ मिठै परिरहेको छ। मैले एउटा गाडीको भ्याक्युम पनि किनेको थिएँ, त्यो भ्याक्युम पनि ट्राई गर्नु पऱ्यो कि कस्तो छ भनेर। युजै गरेको छैन। गाडी पनि यसो सफा गर्छु पहिला अनि त्यसपछि जानुपर्छ। ओके, गाडीको भ्याक्युम चाहिँ यही हो होइन, मैले किनेको। यसरी जोड्ने, यो $38 पऱ्यो मलाई। यसबाट तान्ने हो। यो चाहिँ तपाईँको प्लग चाहिँ गाडीवालै हुन्छ कि गाडीमै जोड्नु मिल्नेवाला। यो चाहिँ राम्रो कुरा हो होइन। भ्याक्युमले चाहिँ पावरफुल चाहिँ कतिको छ एकचोटि ट्राई गर्नुपर्छ कतिको छ। अनि मैले हेड पनि चेन्ज गरेको मैले होइन। बाहिर पानी परिरहेछ, त्यही पनि टाउको बचाउनलाई लगाइदिएको। कस्तो छ त यो मेरो ब्लु हेड। मैले किनेको लगभग 3 वर्ष भइसकेको थियो किनेको, तर युजै गरेको थिएन कि। आज युज गर्नु पऱ्यो। पानी बाहिर चाहिँ पानी परिरहेछ। मेरो गाडी चाहिँ त्यही हो, मैले नयाँ गाडी किनेको। मैले यो जनवरी 12मा किनेको यो गाडी होइन। यो हाइब्रिड भएर किनेको मैले। मेरो पहिला भ्यान कार्ड 2008 मोडलको थियो। त्यो चाहिँ AWD थियो कि अल व्हिल ड्राइभ। पेट्रोल चाहिँ लास्ट धेरै खान्थ्यो। यो हाइब्रिडले चाहिँ मलाई लगभग 1000 किलोमिटर दिन्छ एक फुल ट्याङ्कमा। इट्स नट ब्याड होइन। 1000 अहिले हेर्नुपर्छ ल कति छ है। तर गाडी पनि सफा गर्छु एकछिन पहिला जानुभन्दा अगाडि। पानी परेर बाहिर त सब सफा भइसक्यो, भित्र चाहिँ हल्का माटोहरू छ नि, बाटोहरू भ्याक्युम हानिदिनु पऱ्यो। मैले एउटा माउन्ट चाहिँ किनेर ल्याएको थिएँ होइन। यो तपाईँको पिबिटेकबाट डुनेडिन होइन, कुन चाहिँ पिबिटेकको अनलाइन मगाएको थिएँ। हिजो गएर लिएर आएको। यता डेलिभरी भएन। यता म रुरलमा बस्छु नि त अलिकति बिकट ठाउँमा, त्यसैले यता डेलिभरी अलिकति सिग्नेचर चाहिँदो रहेछ। म पनि थिएन त्यतिखेर। अनि सिग्नेचर नभएर फिर्ता गएको थिएँ कि त्यहाँ अफिसमा। अनि हिजो गएर लिएर आएको। यो टाँसिरहेको मैले। यो चाहिँ मेरो यो Insta360 को लागि हो। माउन्ट क्वालिटी भन्दा नि राम्रो आओस् भनेर टालिरहेको। हिजो एउटा वेस्ट भयो नि मेरो यो। अब यो कसैलाई आइडिया छ भने, अब यो मेरो यसको ग्लु चाहिँ वेस्ट भयो। यो सिद्धियो कि यसको ग्लु नै छैन। अब चिपिँदा नि चिपिँदैन कि। यो ग्लु चाहिँ कसरी रियुज गर्ने होला, कसैलाई आइडिया छ भने यसो कमेन्टमा भनिराख्नु त। अब मलाई पनि थाहा हुन्छ नि त कसरी रियुज गर्ने। मेरो एउटा हेलमेट पनि लाउनु छ कि कामको। त्यो हेलमेटमा लगायो भने अनि कामको पनि खिच्न मिल्छ नि त मैले। अब यो 24 आवरसम्म माउन्ट नहाल्नु भन्छ। अब 24 आवर को कुर्छ अनि 24 आवरसम्मको यसमा त्यो तपाईँको क्यामेरा फिट नगर्नु भनेर थिएँ। अब 24 आवर त कुद्ने चान्सै भएन। अब म ककुनुई जाँदैछु, खिच्नै पऱ्यो होइन त। त्यसैले सही हो ल। अब ककुनुई चाहिँ कति भएछ त। फुल हालेको थिएँ हिजो होइन अस्ति हालेको। त कति किलोमिटर देखाउँछ हेरौँ है। मैले नि गाडी यही जनवरीमा 1 महिना पनि भएको छैन गाडी किनेको। ल हेर्नुहोस् 1126 किलोमिटर कुद्छ अझै। भनेपछि कहाँ जान्छ हामी अब। यो त नेपाल 2 ट्रिप हान्न मिल्छ त, नेपालभित्रै होइन त। ल म चाहिँ गाडी चलाउँछु। यो माउन्टलाई त्यहाँ जोड्नु पऱ्यो। लेट्स गो है त। मेरो नेक्स्ट स्टप चाहिँ पोस्टको हो। यहाँ म चाहिँ हाइवे छु है। अब हाइवेबाट हामी लेफ्ट जाँदैछौँ। यस्तो राम्रो पानी परिरहेको छ होइन, मिठो। यो चाहिँ 100 को स्पिडमा जाने त होइन। हामीलाई बबाल देखिन्छ अगाडिको घर। यहाँको पब भनेको चाहिँ इनफिल्ड पब यही हो होइन। यो चाहिँ इनफिल्ड, यो ठाउँको नाम चाहिँ इनफिल्ड हो। मेरो भन्दा यता 5 मिनटमै पुगिन्छ। यहाँ चाहिँ मान्छेहरू स्पेसली फार्मर्सहरू यहाँ ड्रिङ्क गर्ने आउने ठाउँ हो होइन। रक्सक्स खाने, खाजा खाने, रेस्टुरेन्ट टाइप पब हो, स्मल क्याफे होइन। एक्सक्युज मी। यहाँ चाहिँ प्रायः जस्तो फार्मरहरू कोही कोही त हेलिकप्टरमा आउँछ कि। हेलिकप्टर आएर साइडमा राखिरहेको हुन्छ अनि टक्क जाने, भित्र बियर चियर खाने। फार्मर यहाँकोहरू रिच हुन्छ नि धेरै, तर देखिँदैन कि फेरि। अब तपाईँहरू त्यो
यिनीहरूको ब्याङ्क अकाउन्टमा मिलियन्स अफ डलर्स हुन्छ तर यिनीहरू हेर्दा चाहिँ चप्पलमा खाली खुट्टै हुन्छ कोही त खाली खुट्टै आइदिने सिलमा हो कि डाउन टु अर्थ भन्छ नि त हाम्रोतिर त्यस्तै डाउन टु अर्थ हुन्छ यहाँको जति नै पैसा भयो भने देखावटी छैन केही छैन ब्रान्डेड लाउनुपर्छ भन्ने छैन यिनीहरूलाई आफ्नो लाइफ चाहिँ कम्फोर्टेबल हुनु पऱ्यो बेसिक निड्स नै पुग्छ कि यिनीहरूलाई त्यस्तो यिनीहरूलाई सो अफ गर्नु पर्दैन यहाँको मान्छेहरूलाई मोस्टली यिनीहरू फेरि यहाँ मिलियन्स अफ डलर्स कमाउँछ नि त कमाउनेले त अब हेलिकप्टरै आउँछ तपाईँको पबमा त्यहाँ खाना भनेपछि प्रायः मोस्टली यहाँ ठुल्ठुलो फार्म भएको सँग त हेलिकप्टर हुन्छ किनकि तिनीहरूले अब कति हिली एरियामा हुन्छ प्याडक्सहरू होइन त्यो प्याडकमा चाहिँ तपाईँले फर्टिलाइजर छर्नु पऱ्यो भने चाहिँ अनि गाह्रो हुन्छ नि त गाडीबाट त्यसैले हेलिकप्टर हुन्छ यिनीहरू त्यही त मैले अब हेलिकप्टर भयो नि पुगेर खाने हेलिकप्टर जाने कसले ट्राफिक चेक नसेक पुलिस सुलिस पाल्नु भएन होइन त्यस्तो गर्नुहुन्न ड्रिङ्क एन्ड ड्राइभ नेभर डु ड्रिङ्क एन्ड ड्राइभ होइन त्यो चाहिँ म चाहिँ नगर भन्छु सबैलाई गर्नु नि हुन्न यहाँ चाहिँ ठुलो क्राइम हो त्यो ड्रिङ्क एन्ड ड्राइभ भने आफ्नो सेफ्टी पनि हुनु पऱ्यो अरूको पनि सेफ्टी हुनु पऱ्यो आफूले गर्दा अरू पनि डेन्जरमा हुनु भएन नि त ल अहिले चाहिँ म वेस्टर्न आइपुगेँ होइन यो ठाउँलाई चाहिँ वेस्टर्न भन्छ यो चाहिँ चर्च हो यता साइडको लेफ्टको यता अगाडि सिधै गयो भने चाहिँ स्कुल छ होइन स्कुल वेस्टर्न स्कुल त्यहाँ चाहिँ तपाईँहरूको प्राइमेरी स्कुलहरू हुन्छ त्यहाँ पढ्ने स्टुडेन्टहरूलाई त्यहाँ त्यहाँ म गएको छु त्यहाँ हाम्रो न्यु इयर अर्ली सेलिब्रेसन नोभेम्बरतिर हुन्छ क्या त्यहाँ फायरवर्क्सहरू हुन्छ अर्ली सेलिब्रेट गर्छ कि यहाँ चाहिँ न्यु इयर नोभेम्बरतिर नै फायरवर्क्स गरिहाल्छ यो ठाउँमा उमारु भन्ने ठाउँमा र सबसे नजिक ग्रोसरी लिने ठाउँ भनेको चाहिँ यो फोर स्क्वायर हो यहाँ फोर स्क्वायर तर यो चाहिँ अलि एक्सपेन्सिभ छ होइन अरू कम्पेयर टु अदर्स न्यु वर्ल्ड सियोल भन्दा किनकि यो अलिकति सानो पनि सुपर मार्केट हो कि सानो टाइप अनि त्यसैले एक्सपेन्सिभ छ अलि अब त्यहाँ पाउनुभन्दा धेरै एक्सपेन्सिभ छ भनौँ न मोस्टली सबै कुरामा न्यु वर्ल्डहरूमा बिग स्टोरमा पाउनुभन्दा यहाँ अलिक एक्सपेन्सिभ छ अब म चाहिँ यहाँ ड्रिङ्क लिन आएको एकछिन ड्रिङ्क लिन्छु अनि चिप्सहरू लिन्छु होला केही खानेलाई बाटोको लागि अनि मैले चाहिँ एनर्जी ड्रिङ्क मोन्स्टर र एउटा यो डेलिसियो चिप्स किनेर लिएर आएको यहाँबाट होइन तपाईँको यसको पऱ्यो मलाई $9 भनौँ न $9 लगभग $9 पऱ्यो मलाई $20 को क्यास थियो मलाई $20 प्लस $1 प्लस 20 सेन्ट्स $10 $11 20 सेन्ट्स फिर्ता आयो यता राख्दै मलाई ल अब हामी चाहिँ निस्क्यौँ है त तर यो चाहिँ म्याङ्गो फ्लेभरमा हो फेरि मोन्स्टर होइन एनर्जी चाहियो नि त हल्का बिहान उठेर चिया कफी र मैले रस्क केक थियो राइस केक त्यो खाएको थिएँ के खाएको थिएँ अब आएर खाना पकाउँछ फेरि ल अहिले चाहिँ हामी गन्तव्यतिर लागिहालौँ ल वाइप हान्दिउँ ओके ल गाइस अब यो वेस्टर्न चाहिँ कट्नुपर्छ हामी वेस्टर्न कटेर अनि हामी तपाईँको ककनुईतिर लाग्नुपर्छ है त यो चाहिँ तपाईँको डुनेडिन जाने हाइवेमा आइपुग्यो हामी यताबाट राइट सिधै गइराख्यो भने चाहिँ डुनेडिन जान्छ उमारु टु डुनेडिन जाने हाइवे चाहिँ यही हो है अनि तपाईँ यता राइट अनि लेफ्ट गयो भने चाहिँ ककुनै पुग्छ हामी फर्स्ट राइट फर्स्ट लेफ्ट ककुनै स्टप साइन यस्तो देख्नुभयो भने चाहिँ स्टप गर्नै पर्छ कि स्टप भनेपछि कम्प्लिटली स्टप गिभ वेमा चाहिँ तपाईँले यसो हेरेर जान मिल्छ स्टप नगऱ्यो भने पनि स्टप साइनमा स्पेसली तपाईँले स्टप गर्नै पर्ने हुन्छ किनकि अब यो रिस्की ठाउँ हो क्या तपाईँले 3 सेकेन्ड रुल अप्लाई गर्नुपर्छ यहाँ यताउति हेर्ने त्यहाँबाट गाडी आएर रोक्ने ल अब यसपछि क्लियर देखिरहेको छु म अनि त्यसपछि जाने हो कि स्टप साइनमा चाहिँ टक्कर राइट अनि लेफ्ट हो कि यताबाट चाहिँ लेफ्ट गयो भने सिधै गयो भने तपाईँ डुनेडिन पुग्छ नि फेरि है डुनेडिन यहाँबाट 1.5 घन्टामा पुग्छ धेरै टाढा होइन 1.5 घन्टामा पुगिन्छ नेपाल भयो भए यही बाटो कभर गर्नु पऱ्यो भए तपाईँले 5-6 घन्टा लाग्ने होला फेरि यता साइडमा सनफ्लावर फार्म भइरहेको रहेछ सनफ्लावर सिडले सनफ्लावर ओइल बनाउनलाई चाहिँ फार्म गर्छ यहाँ मान्छेहरूले होइन दामी देखिरहेको छ यदि घाम लाग्यो भने टल्किन्थ्यो होला कि त्यो सनफ्लावर फेरि सनमा यस्तो दामी देखिन्थ्यो नि अब यो ठ्याक्कै यता नि हेर्नु सक्नुहुन्छ सनफ्लावरै सनफ्लावर छ कि सब सनफ्लावर हो कि दामी पो देखिरहेको छ देखिन्छ यो घाम लाग्यो भए अलिक मजाले टल्किन्थ्यो होला सायद
हतियारहरू सब डोजरहरू रोलरहरू सब यहाँ रेडी छ बाटो चाहिँ उनीहरूले बिगाएर के त्यसलाई यसो बनाएको छ यहाँको चाहिँ स्कुल चाहिँ यता लेफ्टमा स्कुल भयो यहाँको ककुनीको स्कुल यता रहेछ यहाँ प्राइमेरी स्कुलहरू बच्चाहरूलाई होला मोस्टली होइन किन्डर गार्डन टाइप यता पब्लिक टोइलेट पनि छ यता तपाईँले युज गर्न सक्नुहुन्छ पब्लिक टोइलेट जानु मन लाग्यो तर यताबाट हामीले अब लेफ्ट लिनुपर्ने हुन्छ यहाँबाट होइन अगाडिबाट चाहिँ हो जस्तो लाग्यो मलाई अगाडिबाट चाहिँ हामीले लेफ्ट लिनुपर्ने हुन्छ यहाँबाट तपाईँले अब लेफ्ट लिनुहोस् उकालो लाग्नुहोस् त्यसपछि कर्नर एन्डमा रहेछ के रोड हो उकालै छ फेरि इन्जिनको आवाज सुनौँ न हामी कस्तो गरिरहेको छ इन्जिन आवाज चाहिँ तपाईँ टोइलेटलाई फलो गर्नुहोस् कि टोइलेट साइन दिएर चाहिँ यसलाई फलो गर्नुहोस् तपाईँहरू त्यही स्पटमा पुग्नुहुन्छ डेन्जर रहेछ नि त पानी त आज केही छैन होला कि बिचको त्यो साइडमा हिँड्ने वक पाथ कोही छैन होला कि हेर्नु नि हेर्नेहरू यहाँ यसरी घर टक्क लिएर यस्तो चिलमा कफी हान्दै बस्न पायो भने पो कति मजा आउँथ्यो त गाडी रहेछ हामी यतै जाऊँ न त गाडी पार्क गरिदिउँ नो फ्रिडम क्याम्पिङ भनेपछि चाहिँ वी आर नट क्याम्पिङ होइन हामी चाहिँ यतिकै हामी भिजिट मात्रै गर्न आएको हाउज द वेदर होइन हाउज द बिच भनेर यस्तो चेकआउट गर्न आएको भनौँ न यहाँ क्याम्पिङ चल्ला रहेछ फेरि यहीँ चाहिँ आइसक्यो ककुनीमा गाडी राखेर यता मान्छेहरू क्याम्पिङ पनि हान्छ क्याम्पिङ हामी इन्जोय छ मोस्टली यस्तै क्याम्परहरू चाहिँ न्युजिल्यान्डमा धेरै फेमस छ भनौँ न मान्छेहरू आउने क्याम्पिङको लागि त्यस्तै गर्नलाई हामी पऱ्यो यहीँको काम गर्ने काम गर घुम हिँड त्यही त नि होइन जिन्दगी एक्लै हो फेरि है हामी एक्लै हो कि हिँड्ने भने निड एनी वान है फेरि हेर्नुहोस् बाटो कस्तो ब्युटी छ त हामी छैन बाटो यहाँ चाहिँ पब्लिक टोइलेट छ तपाईँको पब्लिक टोइलेट बनाइदिएको छ यहाँ बस्नलाई बनाइदिएको छ बेन्चहरू तल चाहिँ बिच जाने बाटो भयो माथि अर्को क्याम्पिङ स्पट भनेर पार्किङ स्पट रहेछ ए त्यस्तो पानी त रहेनछ नि त कमै रहेछ अस्ति एकचोटि चाहिँ आउँदा चाहिँ टन्नै यहाँ माथिसम्म थियो क्या पानी आज त्यस्तो चाहिँ छैन रहेछ है फेरि तलै अहिले रहेछ यस्तो स्यान्डहरू देखिरहेको छ नि अस्ति त स्यान्ड पनि देखेको थिएन टोटल फायर ब्यान भयो आगो बाल्नु जाने सर्फिङ गरिरहेछ हौ मान्छेले पिसफुल छ नि त पिसफुल छ नि ठाउँ त चप्पल लगाएर आयो ठिकै गऱ्यो मैले पानी परिरहेको छ नि त जुत्ता भिज्थ्यो पनि चप्पल भिजे केही भएन जुत्ता भिजे मोजा भिज्छ मोजा भिजे खुट्टा भिज्छ
खुट्टा भिज्छ खुट्टा जुत्ता बिग्रिन्छ होइन चप्पल बिग्रिँदैन त्यसैले पानी पऱ्यो भने जहिले पनि चप्पल लाउनु होला तपाईँहरूले पनि एकछिन माथि जाऊँ न एकछिन माथिभित्र बसौँ अहिले एकछिनमा निस्किनुपर्छ त्यता छ यसो घुमेर यसो सिनहरू पनि भनेको त मैले यसो गाडीमा हेरेको होइन हेरौँ न के भएको यो अस्ति एउटा ड्राइभर आएको थियो बिचमा के बिगारिदियो जस्तो छ है यो दुलै छ त अनि भुवामै परेछ हौ यस्तो लुज पनि भएर रहेछ सुगा चाहिँ नलागोस् सुगा छैन होला सर्फिङ गरिरहेको छ त्यो जाडो पनि भएको छैन नर्मल जाम अब यहाँबाट निस्किनु पऱ्यो घरतिर लाग्छ है मजाले ब्याक टु हाउस अरू गएर खानसाना पकाउनु छ बिजी छ नि लाइफ ल यही हो ककुनुई म चाहिँ घर आइपुगेँ बल्ल पानी अझै परिरहेको छ हेर्नु सक्नुहुन्छ पानी रोकेको छैन यो गाडीलाई पनि देखाउनु पर्ने छ अगाडिको मडगाडै के भएको खै तल झरिरहेछ यो चाहिँ म बस्ने घर यो चाहिँ हाम्रो काफ सेड त्यहाँ चाहिँ मेरो गाडी पार्किङ गर्ने ठाउँ माथि पनि ल्याउनु मिल्छ तर माथि अलि उकालो जस्तो छ चिप्लो जस्तो त्यसैले म लिएर आउँदैन अगाडिबाट मेन इन्ट्रान्स यो चाहिँ मेरो रुममा छिर्ने डाइरेक्ट ओके गाइज ल इन्जोय नै भयो होला हाम्रो सबलाई होइन हातभरि माथि लाग्छ इन्जोय नै भइदियोस् मलाई चाहिँ आज घुमेर अब नेक्स्ट टाइम फेरि घुम्नुपर्छ अहिले सायद म टाउन जान्छु होला टाउनको पनि नेक्स्ट पार्ट आउँछ यता ल